नमस्कार सम्पूर्ण साहित्यिक मनहरूमा यो अमूर्त चिन्तन 15 युट्युब च्यानलको तर्फबाट साहित्यिक अभिवादन छ। आज पनि यहाँहरू समक्ष एउटा नेपाली गजल लिएर उपस्थित भइसकेको छु। आशा छ यो गजल यहाँहरूलाई अवश्य मनपर्नेछ। धन्यवाद। गजलका शेरहरू यसरी सुरु हुन्छ। लखर लखर उकालो लागे म भन्ज्याङमा काम थियो। लखर लखर उकालो लागे म भन्ज्याङमा काम थियो। सफा मौसममा पहाडिलो घाम हिउँदको याम थियो। लखर लखर उकालो लागे म भन्ज्याङमा काम थियो। सुनसान छ गाउँ युवा जति सबै विदेशतिरै पलायन भइसके। सुनसान छ गाउँ युवा जति सबै विदेशतिरै पलायन भइसके। त्यसै माथि ठुलो समाज भएको ठाम थियो। लखर लखर उकालो लागे म भन्ज्याङमा काम थियो। आपत विपत गाह्रो साह्रोमा सघाउ पघाउ गर्नै पर्यो। आपत विपत गाह्रो साह्रोमा सघाउ पघाउ गर्नै पर्यो। किनभने यही समाजको कुनै घरमा मेरो नाम थियो। लखर लखर उकालो लागे म भन्ज्याङमा काम थियो। भन्दा भने जस्तो नभनौ त आफैलाई गाह्रो। भन्दा भने जस्तो नभनौ त आफैलाई गाह्रो। अन्त्यमा आफ्नो जोरजान गर्ने बखत न त साथमा दाम थियो। लखर लखर उकालो लागे म भन्ज्याङमा काम थियो। लागे विदेश म पनि रहर होइन बाध्यता भो। लागे विदेश म पनि रहर होइन बाध्यता भो। कसलाई पो दोष दिनु छ र न त पुर्खाको न त मेरो विराम थियो। लखर लखर उकालो लागे म भन्ज्याङमा काम थियो। लखर लखर उकालो लागे म भन्ज्याङमा काम थियो। उकालो लागे म भन्ज्याङमा काम थियो। हवस् त नमस्कार, धन्यवाद छ।